2 कोरिन्थी 4। माटोको भाँडामा धन। यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौँ। हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौँ। हामी धूर्त काम गर्न वा परमेश्वरको वचनलाई हेरफेर गर्न इन्कार गर्छौँ, तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्य तुल्याउँछौँ। हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ। तिमीहरूका विषयमा भनौँ भने ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ। हामी आफ्नै प्रचार गर्दैनौँ, तर येशूको खातिर हामी तिमीहरूका दास भएर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्दछौँ। जुन परमेश्वरले अँध्यारोबाट ज्योति चम्कोस् भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनु भएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस्। सर्वश्रेष्ठ शक्ति हाम्रो होइन, तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँडाहरूमा छ। हामी सबैतिरबाट कष्टित छौँ तर किचिएका छैनौँ, अन्योलमा परेका छौँ तर हताश भएका छैनौँ, सताइएका छौँ तापनि त्यागिएका छैनौँ, प्रहार गरेर ढलेका छौँ तापनि नष्ट पारिएका छैनौँ। येशूको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रा शरीरमा बोकी हिँड्छौँ, किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखैमा परिबस्छौँ, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्। यसरी मृत्युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा। मैले विश्वास गरे, यसकारण म बोले भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौँ र हामी बोल्छौँ। हामी जान्दछौँ कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुन्छ, किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदै जान्छ, यसरी नै परमेश्वरका महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दै जाओस्। यसकारण हामी हरेस खाँदैनौँ। हाम्रो बाह्य मनुष्य यत नाश हुँदै गए तापनि हाम्रो आत्मिक मनुष्य यत बचाइ दिनदिनै नयाँ हुँदै जान्छ, किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौँ, किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहन्छन्।